अचम्म हुन्छ कि कहिलेकाहीँ जुन दिन हतार छ छिटो गर्छु भन्यो भने त्यो दिन खानेकुरा यस्तो मिठो हुन्छ। जस्तै आजको यो बन्दाको तरकारी कति मिठो भएको। सुरुमा कराही बसाएर तेल त यहाँ पुत्ताइसके छैन, जिरा र तोरी हाल्छु। तोरीले एकदम मिठो हुन्छ कि बास्ना पनि स्वाद पनि। अनि प्याज पनि हाल्ने, प्याज गोल्डन ब्राउन भइसकेपछि आलु हालेर आलुलाई मजाले चलाउने। अनि एकैछिन छोपिसकेपछि हल्का गलेको हुन्छ। स्वादअनुसार नुन, बेसार, गरम मसला अनि अदुवा लसुन र खुर्सानीको पेस्ट हो कि मेन मिठो बनाउने इन्ग्रिडियन्ट्स नै यही पेस्ट त हो तरकारीलाई। अनि यसलाई पनि मजाले चलाइसकेपछि काटेर राखेको बन्दा हाल्छु। मलाई बन्दा चाहिँ मसिनरी काट्यो भने एकदम मिठो हुन्छ जस्तो लाग्छ होइन। अनि बन्दा राखिसकेपछि मजाले चलाउँछु। पारेर यसलाई चलाइसकेपछि माथिबाट टमाटर र क्याप्सिकम हाल्ने। यसलाई नचलाइकन ढाकिदिने कि हल्का गल्छ। अनि यो क्याप्सिकमको बास्नाले यति मिठो हुन्छ कि तरकारीहरू सुरुमै नहाल्ने, लास्टमा हाल्ने। हेर्दा हेर्दै तरकारी पाकिसक्छ। माथिबाट काटिराखेको धनियाँ पनि हालिदिने। यति भएपछि दाल नै चाहिँदैन कि खानासँग, यति मिठो भएको थियो है। हजुरहरूले पनि एकचोटि यो रेसिपी ट्राई गर्न सक्नुहुन्छ। मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला। अनि थ्याङ्क यू फर वाचिङ।